अब अहिले हामीले व्यक्तिगत रूपमा र समूहगत रूपमा धेरै ठाउँमा भेटघाटहरू गरि नै रहेछौँ। तर अब यसलाई अलिकति यो एरिया केन्द्रित भएर गर्नुपर्छ जस्तो लाग्छ। मैले एरिया केन्द्रित किनभने हामीलाई अलिक टाइम चाहिँ धेरै नै दिनभरि टाइम जाने भयो। एक ठाउँमा गयो, फेरि अर्को ठाउँमा गयो, फेरि अर्को ठाउँमा गयो। त्यसरी गर्दाखेरि चाहिँ टाइमको कन्स्टेन्ट चाहिँ धेरै पर्ने भएको हुनाले चुनावले गर्दाखेरि दोहोऱ्याउँदै यहाँ आएको छ। अब चुनावको भोटको लागि मात्रै आयो भने नसोच्नु होला। म अब पटक पटक आउनेछु र तपाईँहरूसँगै अगाडि बढ्नेछु। तपाईँसँगै तपाईँहरूकै परिवारको रूपमा लिनु होला। यो क्षेत्रबाट मैले उम्मेदवारी दिएको छु। प्रत्यक्षमा चिम चिन्हमा मतदान गर्नुभयो भने म जितेर आउनेछु र समानुपातिक मत पनि त्यत्तिकै महत्त्वपूर्ण छ। समानुपातिक मत चाहिँ हाम्रो मासुरी चिन्हमा छ। हाम्रो माया डोमा बहिनी हुनुहुन्छ र धेरै हाम्रो समानुपातिक मत जति बढी आउँछ त्यति नै मलाई भोलि चाहिँ संसदमा यो सरकारको नेतृत्व गर्नको लागि नेतृत्व गरेर अगाडि बढ्नको लागि धेरैजना सांसदहरू आयो भने मलाई सहयोग हुन्छ र अब यो देशको समृद्धिको लागि देश विकास गरौँ। देशमा चाहिँ भ्रष्टाचार धेरै भयो, यो सुशासन कायम गरौँ। देशमा विभिन्न जात जातिहरू बसेको देश, यो देश सबैको फुलबारी हो। सबैलाई फुल्ने फल्ने अवसर दिनुपर्छ, सबैको समान अधिकार हुनुपर्छ भनेर पनि हामीले लडिरहेका छौँ। एउटा सामाजिक न्यायको हिसाबले पनि हाम्रो एउटा मुख्य मुद्दा लिएर अगाडि बढेका छौँ। मैले कुरा गरेर होइन, काम गरेर चिनिएको छु। त्यो काम गरेर चिनिएको बापत तपाईँले फेरि पनि मत दिएर माथि पुर्याउनु होला। त्यसपछि अझ धेरै ठुलो काम गर्न सकिन्छ। मलाई लाग्छ धेरै ठुल्ठुला काम गर्नुपर्छ। उज्यालो भनेको यो प्रत्येक उज्यालो मात्रै होइन, अब चाहिँ देशको उज्यालो, अब हरेक नेपालीको अनुहारमा उज्यालो ल्याउनुपर्नेछ। त्यो उज्यालोको लागि हामी अगाडि चाहिँ हाम्रो यात्रा लामो छ। त्यो यात्रामा हामी अगाडि बढ्छौँ र तपाईँले जिताएर पठाउनु होला। आगामी दिन सरकारको नेतृत्व, देशको नेतृत्व गर्ने क्षमता पनि हामी राख्छौँ र त्यो क्षमतासहित हामी देशको एउटा प्रमुख भूमिकामा चाहिँ जान सक्यौँ भने त्यो देशको ठुलो परिवर्तन गर्न सकिन्छ, ठुलो चाहिँ आर्थिक रूपान्तरण गर्न सकिन्छ। त्यसको लागि हामी आएका छौँ। कसरी हुन्छ व्यवस्थापन कमभन्दा कम गरेर चाहिँ हाम्रो जुन सपना छ, जुन उज्यालो नेपालको हिरो भनेर हामीले उहाँलाई चिन्छौँ र त्यो हिरोलाई चाहिँ हरेक विकासको क्षेत्रमा उज्यालो पार्न पनि हामी एउटा विजय हासिल गर्न पनि हामी सबैजना मिलेर सकौँ। र मको सदस्य हुँदै गर्दा अघि महिला परिचालन समिति हजुर बस्नुहोस् भन्नुभयो, अलिकति जिम्मेवार धेरै हुन्छ कि भनेर पनि मैले अलिकति धेरै हुन्छ सर भने, तर लालमाया दिदी बस्दै गर्दा म उहाँलाई सहयोग गर्नमा हरदम तयार हुन्छु है भनेर मैले दिदीलाई पनि अलिकति सान्त्वना दिएँ है त। ल, धन्यवाद सबैजनालाई। दुर्गन्धित छ, अँध्यारो छ भनेर हामी भागिरह्यौँ भने फेरि यो सधैँ अँध्यारै हुन्छ भनेर उज्यालो बनाउँ भनेर आएको छु। महाराजीको आशीर्वाद, यहाँहरू सबैको आशीर्वाद हामीमा गरोस्, यो मेरो कामना छ। म आग्रह गर्छु यहाँहरूलाई, मैले भन्ने गरेको छु उज्यालो नेपाल। उज्यालो नेपाल भनेको अब यो बत्तीको उज्यालो भनेर पनि यो मन मस्तिष्क उज्यालो, समग्र क्षेत्रमा उज्यालो। अब उज्यालो चाहिँ अब राजनीतिमा ल्याउनु पर्नेछ। अँध्यारो राजनीतिमा छ, धेरै क्षेत्रमा छ। त्यो धेरै क्षेत्रको अँध्यारोलाई हटाएर उज्यालो ल्याउँ भनेर केही प्रयास गर्न सकिन्छ कि भनेर आएको छु। यहाँले यदि मलाई जिताएर पठाउनु भयो भने त्यो उज्यालो ल्याउन म प्रयास गर्नेछु भन्ने मेरो प्रतिबद्धता व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद। उहाँको त चिन्ह तपाईँलाई थाहा छँदैछ, किनभने हाम्रो यो नेपालमा 17-18 घन्टा लोड सेडिङ हुँदा पनि उहाँले
त्यो लोड सेडिङ हटाएर चाहिँ नि हामीलाई चाहिँ 24 घन्टा बत्ती आउने त्यो गरिदिनु भयो। त्यति मात्रै होइन, उहाँ अस्ति मन्त्री हुँदा पनि धेरै होइन 90 दिनमा चाहिँ मन्त्री हुँदा उहाँले 107 वटा भन्दा बढी काम गर्नुभएको छ। यस्तो धेरै काम गरेर भाषण गरेर होइन र उहाँ राजनीति नै गर्छु भनेर आएको होइन। उहाँ चाहिँ के अरे एउटा राम्रो काम गर्दा गर्दै अब राजनीतिमा आउनलाई उहाँ अब बाध्य हुनुभयो भनौँ, अथवा एउटा आवश्यकताले डोराएर यहाँ आउनुभएको छ। यो तपाईँहरू सबैलाई थाहा छ। भन्दाखेरि 18 घन्टाबाट शून्यमा झारे भन्ने चिज अरू त धेरै भन्दैन, अलिक बुझेर पनि होला, मैले बुझेन होला, बुझेको छुइनँ होला। हामी चाहिँ यो जान्छौँ कि 18 घन्टाबाट शून्यमा झार्यो बिजुली। त्यो बेला 18 घन्टाको हामीलाई लोड सेडिङ खपिरहेको थियो। त्यो शून्यमा झार्ने चाहिँ को हो भन्दाखेरि कुलमान सर हुनुहुन्छ। यहीँबाट सुरु हुन्छ। त्यही कारण अरू भन्नुलाई त केही छैन। हाम्रो समस्याहरूपछि कुलमान सर फेरि जितेर आओस्, हामी अग्रिम शुभकामना दिन चाहन्छु। अनि यहाँ आओस्, त्यति बेला चाहिँ हामीले समस्याहरू फेरि हामी त्यसै गरेर हामीले राख्नेछौँ। हाम्रो हातमा छ, हाम्रो हातमा जिताउनु पर्ने हाम्रो हातमा हुन्छ। कुलमानजीले काम गर्नुहुन्छ आएपछि त्यो भन्नै पर्दैन। विगतको अब एमडी हुँदाखेरि विद्युतको है 18 घन्टा अहिले कुमार सरले भन्नु जस्तो, अनि मन्त्री कार्यकालमा है अनि फोहोर मैला फाल्नु नसक्ने, बलिनले गर्नु नसक्ने चिज कुलमानजीले गरेर एकै दिनमा हाम्रो फोहोरहरू सबै फाल्ने, गन्धहरू केही त्यो हाम्रो भन्नु नपर्ने कुरा छ। अहिले हाम्रो समस्या भनेको कुलमान जितेर आइसकेपछि फेरि नछोडेर यतिकै यहाँ आएर अनि हाम्रो समस्याहरू भन्नेछु। हामीले चाहिँ अहिले भोट हालेर 100% जिताएर लान्छु भन्ने विश्वास 100% छु। किन भन्दाखेरि अघि बिहान पनि कुलमानजीको दिदी घरमा म पालेर कुरा गरेको थिएँ। हाम्रो किन भन्दाखेरि बिजुली किन भन्दाखेरि उज्यालो नेपालको अब मेन पोइन्ट भनेको के भन्दा हामी हार्ने एउटा चुनाव हुन्छ नि, त्यसको चाहिँ अब मेन स्लोगन चाहिँ हार्ने बिजुली भयो होइन। त्यसको माथि हाम्रो अहिले के अरे मुरलीमा पनि हाल्नुपर्ने। त्यो सबै किन भन्दाखेरि हजुरहरूले अगाडि आएर चुनाव नआउँदाखेरि भन्यो भने हाम्रो किन भन्दा उमेर पुगेको मान्छेहरूले त्यहाँ हाल्दाखेरि पनि अलिकति हात काम्ने जस्तो, हात काम्यो भने अलिकति फरक भयो भने भोट एकदमै फरक पार्ने स्थिति हुन्छ भनेर है। यसपल्ट चाहिँ अब सर्वप्रथम नै यहाँ खपकेमा अगाडि पार्नुभएको एकदमै खुसी। हामीले 2034 सालदेखि बसोबास गरेर यहाँ है, हामी त प्योर नेपाली भन्ने हुन्छ, टिबेटन नेपाली भन्ने, नेपाली 100% हो है। किन त 3 पुस्ता भइसक्यो है, आमाहरू सबै यहाँ बसिरहनु भएको छ। यसबाट चाहिँ हजुर उज्यालो अब बिजुलीलाई चाहिँ 100% हामीले हालेरै छोड्छु भनेर जितेरै ल्याउँछु 3 नम्बरबाट भनेर त्यही भन्ने